यत्रो दौडधुपमा कसैले केही पाएन। एकजना पर्यटक एउटा होटेलमा पुग्छ। काउन्टरमा 2500 रुपैयाँ राख्दै भन्छ, यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आउँछु। पैसा देख्ने बित्तिकै होटेल मालिक दौडिन्छ, घिउवालाको पसलमा पुगेर आफ्नो 2500 रुपैयाँको ऋण तिर्छ। घिउवाला पनि ढिलो गर्दैन, दुधवालासँगको हिसाब मिलाउँछ। दुधवाला गाईवाला कहाँ पुग्छ र आफ्नो तिर्नुपर्ने रकम तिर्छ। त्यसरी नै गाईवाला दानाबालासँग आफ्नो ऋण घटाउँछ। अन्त्यमा दानाबाला सोही होटेलमा पुग्छ र सापटी लिएको आफ्नो 2500 रुपैयाँ तिर्छ। त्यसै बेला पर्यटक फर्केर आउँछ र भन्छ, कोठा मन परेन, र त्यो 2500 रुपैयाँ लिएर हिँडिहाल्छ। अब सोच्नुस्, यत्रो दौडधुप भयो, हिसाब पनि मिल्यो, तर अन्त्यमा न कसैले केली पाए न कसैले केही गुमाए। गडबडी कहाँ भयो? कहीँ भएन, तर सबैलाई भ्रम भयो पैसा हाम्रो हो भनेर। हामी सबै खाली हात आएका हौं र खाली हात नै जान्छौं। बीचमा मात्र मेरो भन्ने भ्रमले हामीलाई बाँधेको छ।